बिदा भन्दैनौ तिमीलाई छुटिने बेलामा बिदा भन्दैनौ तिमीलाई ख्रीष्टमा जिउनेहरूको फेरि मिलन हुने नै छ ख्रीष्टमा जिउनेहरूको फेरि मिलन हुने नै सबै मिलेर घोषणा गरौँ है उहाँको नाम। स्वर्ग छोडी संसारमा आउनु हुने को हुन् पापीहरूलाई टिठ्याउनु हुने को हुन् क्रुसमा आफ्नो प्राण दिनु हुने को हुन् मृत्युबाट मौरी उठ्नु हुने को हुन् महिमामा स्वर्ग जानु हुने को हुन् फेरि बादलमा आउनु हुने को मण्डली भन्छ एउटा ईश्वरमा मण्डली भन्छ एउटा ईश्वरमा उहाँ येशू मुक्तिदाता हाम्रो उहाँ येशू मुक्तिदाता हाम्रो महिमा होस् महिमा होस् महिमा होस् येशूको महिमा होस् महिमा होस् महिमा होस् येशूको जित्नु हुने को हुन् पानीलाई दागमग बनाउनु हुने को हुन् छालहरूमाथि हिँड्नु हुने को हुन् अनन्त जीवन दिनु हुने को मण्डली भन्छ एउटा ईश्वरमा मण्डली भन्छ एउटा ईश्वरमा उहाँ येशू मुक्तिदाता हाम्रो उहाँ येशू मुक्तिदाता हाम्रो मण्डली भन्छ एउटा ईश्वरमा उहाँ येशू मुक्तिदाता हाम्रो मखमली चोलीमाथि छड्केलायो घालेकी ए मखमली चोलीमाथि छड्केलायो घालेकी
रूपै सुन्दर मेरी हजुर दपकै बलेकी मखमली चोलीमाथि छड्केलायो घलेकी रूपै सुन्दर मेरी हजुर दपकै बलेकी हेरिलो है रूपै सुन्दर मेरी हजुर दपकै बलेकी बेसीको घाम लेखमा चल्छ लुडुलुगे मौका मिल्दा मुखै फुर्नु गएपछि चुचुके वही सहरी ढोगे हाय सेवारो सोल्टी सेवारो है कुछ नहीं चाहिए सिर्फ यीशु काफी है कुछ नहीं चाहिए
पत्र। श्रद्धेय फादर प्रकाश राई, मानव पुत्र आफै पनि सेवा लिन होइन, सेवा गर्न आएका हुन्। मत्ती 20:28 भन्ने आदर्श वाक्यलाई आफ्नो जीवनको सिद्धान्त बनाएर पुरोहितिक बुलाहाटलाई सहर्ष स्वीकार गरेर पुरोहितिक जीवन अवलम्बन गर्नुभएका श्रद्धेय फादर प्रकाश राईको जन्म 18 सेप्टेम्बर सन् 1962 पिता स्वर्गीय बलबहादुर राई अनि माता स्वर्गीय रोजा राईको सन्तानको रूपमा पश्चिम बङ्गालको कालिम्पोङ जिल्ला अन्तर्गत तन्दरबोङ बस्तीमा भएको हो। यहाँको पुरोहितिक अभिषेक 12 डिसेम्बर 2001 भएको थियो भने पहिलो नियुक्ति नित्य साईका माता चर्च मामरिङ सिटोङमा भएको थियो। पूर्व सिक्किमको प्रसिद्ध सिल्क रुटको प्रवेशद्वारको रूपमा परिचित तथा प्राकृतिक सौन्दर्य, स्वच्छ वातावरण आदिले विशेष बनाएको पाक्योङ जिल्ला अन्तर्गत रङ्गेली सुङदुङमा स्थित सन्त मेरी पल्लीमा श्रद्धेय फादर प्रकाश राईको पदारोपण पल्ली पुरोहितको रूपमा 5 जुन सन् 2024 भएको हो। आफू ज्येष्ठ तथा अस्वस्थ अवस्थामा हुँदाहुँदै पनि जाडा कारा चारैतिर छरेर बसोबास गर्ने पल्लीवासीहरूको देखरेख, आध्यात्मिक मार्गदर्शन र निस्वार्थ सेवामा हजुरले कहिल्यै कुनै कमी दिनु भएन। यहाँले पल्ली अनि पल्लीवासीहरूको हितमा गर्नुभएका अतुल्य सेवा कार्य तथा योगदानका निम्ति हामी सन्त मेरी पल्लीका सम्पूर्ण पल्लीवासीहरू कृतज्ञतापूर्वक हार्दिक अभिनन्दन जनाउँदै यो अभिनन्दन पत्र हजुरलाई अर्पण गर्दछौँ। हजुरको सुस्वास्थ्य अनि दीर्घायुको कामना गर्दै मानव सेवाको कार्यमा परमेश्वरको कृपा अनि पवित्र आत्माको शक्ति तथा सामर्थ्य निरन्तर प्राप्त भइरहोस् भन्ने प्रार्थना गर्दछौँ। मिति 21 मे 2026, स्थान सन्त मेरी पल्ली सुङदुङ रङ्गेली। धन्यवाद सहित सम्पूर्ण पल्लीवासीहरूको पक्षमा मार्ता गुरुङ अध्यक्ष, पल्ली व्यवस्थापन समिति, मरिना लेप्चा सचिव, पल्ली व्यवस्थापन समिति। धन्यवाद।
कुछ भी नहीं, तेरी मेरी कहानी है, एक प्यार का नगमा है। चांदी ना मेरे पास है, जो भी है वो देता हूँ तुझे। सोना चांदी ना मेरे पास है, जो भी है वो देता हूँ तुझे। उठ जा मेरे बंधु तू खड़े होके चल, यीशु नाज़री के नाम से। पहिलो प्रेम, पहिलो प्रेम, यीशु मेरो पहिलो प्रेम। संसारको प्रेम भन्दा अलग छ, चोखो पवित्र निष्कलङ छ। देना रे ना रे ना, संसारको प्रेम भन्दा अलग छ, चोखो पवित्र निष्कलङ छ। टुटेकालाई जोडिदिने, हरेकालाई जिताइदिने, प्यासीको प्यास मेटाइदिने यीशु नै हुन् पहिलो प्रेम, पहिलो प्रेम। यीशु नै हुन् पहिलो प्रेम।
रे रे सा 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 म म प नि प आशा ही मानिसको आशा हुन् भोक मनिसको भोजन हुन् देन रे नारेन आशा ही मानिसको आशा हुन् भोक मनिसको भोजन हुन् बेहोसीलाई होस दिने हरेकालाई बाटो देखाउने एक्लोपनमा साथ दिने यीशु नै हुन् पहिलो प्रेम पहिलो प्रेम यीशु नै हुन् पहिलो प्रेम वर्णन गर्नै नसकिने यो प्रेम वर्णन गर्नै नसकिने यो प्रेम अपर प्रेम भरोसाको प्रेम नटुङ्गिने प्रेम पाए यीशु मेरो पहिलो प्रेम पहिलो प्रेम यीशु मेरो पहिलो प्रेम। Thank you.